सबैजनालाई नमस्कार। म दिनेश केसी। म अहिले दाङको तुलसीपुर उपमहानगरपालिका भित्रै पर्ने यो प्रतापकोटदेखि माथि रहेको भाइरल डाँडा भनेर चिनिने पल्ले पल्लेमा छु। यहाँको यो सुन्दर ठाउँ, यो जुन डाँडा छ यो अहिले भाइरल छ सोसल मिडियामा र यो भाइरल भइसकेपछि हामी पनि यहाँसम्म जानुपर्छ भन्ने हेतुका साथ हामी चाहिँ के साथीहरू मिलेर यहाँसम्म पुग्यौँ। देखि घोराई बजारदेखि नारायणपुर दाङको सम्पूर्ण वल्लो जुन उपत्यका छ, देउखुरी उपत्यका बाहेकको दाङको उपत्यका चाहिँ यहाँबाट मजासँग टोटल्ली देखिने ठाउँ छ। यहाँ मान्छेहरू यो ठाउँमा पुग्नलाई हरेक दिन चाहिँ यत्तिकै मात्रामा हुने गर्छन्। तपाईहरु पनि यो ठाउँमा घुम्न मन लागेको छ, एकचोटि पुग्न मन लागेको छ भने अवश्य यहाँसम्म पुग्नु होला। यहाँको बाटो आउनलाई केही कठिन छ, बाटो कच्ची, केही पिछडिएको भए पनि बाटोघाटोको कारणले ठाउँ चाहिँ सुन्दर छ, हेर्न लायकको छ। तराईतिर बस्ने मान्छेहरूको लागि चाहिँ यो ठाउँ अति उत्तम छ। एक दिन घुम्नको लागि भए पनि तपाईँ बिदाको समय मिलाएर अवश्य पुग्नु होला। धन्यवाद।